हेलो फ्रेन्ड्स, के तपाईँले आफ्नो भोटर आइडी लिस्टमा आफ्नो नाम दर्ता गराउनुभएको छ? यदि दर्ता गराउनुभएको छ भने आज हामी यस भिडियोमा त्यो नाम कसरी चेक गर्ने भन्ने कुरा हेर्नेछौँ। र त्यसको लागि सर्वप्रथम तपाईँ आफ्नो गुगलमा जानुपर्ने हुनेछ र त्यहाँ गएर इलेक्सन कमिसन नेपाल लेख्न सक्नुहुनेछ। त्यसपछि यो फर्स्ट लिङ्कमा जानुहोला। यहाँ तपाईँ भोटर रोलमा क्लिक गर्नुहोला। त्यसपछि आफ्नो विवरणहरू यसमा छनौट गर्नुहोस्। म आफ्नो भर्नेछु, तपाईँ आफ्नो भर्नुहोला। भरिसकेपछि सबमिटमा क्लिक गर्नुहोला। त्यसपछि यहाँ थुप्रै नामहरू आउनेछन्। सजिलोको लागि तपाईँले आफ्नो नामको अगाडिको लेटरमा क्लिक गर्नुहोला। मेरो सबाट सुरु हुन्छ र सबाट पनि एकदमै धेरै नाम रहेका छन् यहाँ, जुन 1016 जना छन्। र सजिलोको लागि हामी गुगलमा जानुहोला र यहाँ गएर इङ्ग्लिस टु नेपाली टाइप गर्नुहोला र यसमा गएर इङ्ग्लिसमा क्लिक गरेर आफ्नो नाम टाइप गर्नुहोला र यसलाई नेपालीमा दिनेछ, त्यसलाई कपी गर्नुहोला र कपी गरेर यहाँ पेस्ट गर्नुहोला। मेरो यहाँ एउटा साबिन भएछ, यसलाई हटाउनु पर्नेछ र मेरो यहाँ नाम आइसकेको छ र तपाईँले यसको मतदाता विवरणमा पनि जान सक्नुहुनेछ। यहाँ गएर जन्ममिति राख्नुहोला। त्यसपछि आइ एम नट रोबोट भनेर क्लिक गर्नुहोला र सबमिटमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँले आफ्नो मतदाता फोटो सहितको विस्तृत विवरण पाउनुहुनेछ। त्यसपछि प्रिन्ट गर्न चाहेमा तपाईँले प्रिन्ट पनि गर्न सक्नुहुनेछ। आशा गर्दछु तपाईँलाई यो भिडियो राम्रो लाग्यो होला र तपाईँले आफ्नो नाम कसरी चेक गर्ने भन्ने कुरा पनि थाहा पाउनु होला। यदि राम्रो लागेमा प्लिज कृपया मेरो भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। हस् त, हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा। धन्यवाद।